पनि दिनुभएको छ मैले के यो बनाउने के खानु पर्ला अनि भने हैन यो के किटकै हो त हजुर अगुको हुन्न हैन अगुको हुन्न हैन भातको मार मात्रै चालेर अनि तलबाट मोठो मात्र लगाइदिन्छ नि त त्यो होइन मैले बनाउँदै हेर भने कहिले पनि देखाएन मसिनो गरी मैदा जस्तै पिस्नु पर्छ किटलाई ढुङ्गालाई लुगालाई त्यो पिसिकन फेरि त्यसलाई ढुङ्गामा हजुर तर मसिनले पिसायो भने काठमाडौँबाट आउँछ त्यहाँ हरेक मिसिया हुन्छन् यो आफैले पिस्नु मानेर अब यो मादललाई कति पर्छ होला त नयाँ मादललाई यो मदललाई मैले 7,000 भने 7,000 हो अलिक बुढो पऱ्यो रहेछ बाबु काठ हो कहाँबाट ल्याउनु भयो अहिले सल्यानबाट हाम्रै जातिसित ल्याउनु भयो त हजुर त्यही त मोटो तारिक त यो अब ठुलो छ त न करा भइहाल्छ बजाउँदा बजाउँदा होलिन्छ होलिन्छ ए अलि मिलेको छैन के हतार यो त राम्रो करा भइहाल्छ तर होल ल्याइदिने हो भने ढ्याप ढ्याप गर्ने होला ल ल ल धेरै धेरै अब कति दिनु पर्यो मैले 2300 2500 को कुरो 2500 त नयाँ माल आउँदैन र बजारका त 1000 मा पनि आउँछ देशी सीता त्यसले अलगढ त लगाइदिन्छ गोटीमा अलगढ त एकैचोटि लगाउँछ हेर्नु यो यस्तो हाल्दैन यो बढ्दा पनि हुँदैन डोरीका हुन्छन् घार पनि ठुल्ठुला पात हुन्छ नि त नर्सरी त्यसैको घार हेर आएको त्यसै बजारबाट मादल किन्नु बेकार छैन त्यो किनिहाल्यो भन्दैन अब यस्तै गफला अतिहाल त बोन्यो कुदी पनि बिकिजान्छ नबोन्यो चाउलै बिक्दैन अतिहाल त्यहाँमै छ यसो गर्छु मैले अहिले 1000 रुपियाँ दिन्छु यो 2-3 दिन बजाउँछु नै त्यो विश्वास त्यो गलत काम भयो भने यो कस्तो छ भनिकन ऊ त्यो हाम्रा तिनी छन् त एकान्त होटलका साउलाई भन्नु होला म त्यो होइन ताराको सोच्नु भयो होला तपाईँ त विश्वासी हो किन तपाईँको ढाका टोपी लगाएको हेर्नुहुन्छ होइन नेपाली ढाका टोपीले हुन्न नेपाली हो नि त नेपालीले ढाक्दैन म बजाउँछु एकचोटि